सदनमा पनि उठिसकेको विषय हो 26 पुल, जहाँ कि सिरिचोङ गाउँपालिकाको 1, 2, 3 नम्बर वडा र माङ्देवको पनि 4 नम्बर वडाको पनि 25% जनसङ्ख्या लगभग माथि तब्दैमा पनि एउटा कङ्क्रिटको पुल बनिरहेको 26 नै तर्ने हो। त्यसो भएको हुँदाखेरि त्यो 26 पुल सिरिचोङको मात्र सङ्घ सभाको मात्र होइन, त्यो प्राथमिक त्यो 26 पुल सिरिचोङको सङ्घ सभाले मात्र लाभान्वित हुने होइन, भोजपुरको सर्वसिन्धु गाउँपालिकाको पनि अधिकांश त्यहाँको भूभाग 26 नै तर्ने हो। 26 भनेको सिरिचोङबाट सङ्घ सभा जोड्ने होइन, सङ्घ सभा र भोजपुर जोड्ने हो। सङ्घ सभाको हिलवापिसी र भोजपुरको सर्वसिन्धु गाउँपालिकाको बुमलिङटार भन्ने 26 जहाँनिर जोडिने हो। त्यसो भएकोखेरि त्यहाँनिर 26 मा प्रत्येक वर्ष बजेट लगभग विनियोजन भइरहेको छ। 7-8 वर्ष त त्यस्तै गति भइसकेको छ। माननीय सुदन किराँतीज्यूले, पूर्व मन्त्रीज्यू सुदन किराँतीले अहिलेको हाम्रो श्रम संस्कृति पार्टीको वरिष्ठ नेता, वरिष्ठ संवाददाता, उहाँले त पण्डित राखेर पनि शिलान्यास गरेको पुल हो त्यो 26 पुल। तर के कारणले गर्दाखेरि अघि बढेन, के कारणले त्यति प्रगतिमा काम हुनुपर्ने थियो, जति काम हुनुपर्ने त्यो भएन। अब त्यो समस्यालाई चाहिँ कहाँनिर राख्यो? ठेकेदारको समस्या हो कि बजेट नपुगेको हो कि? बजेट यदि नपुगेको भने पर्याप्त बजेट विनियोजन गर्नको लागि मान्यज्यू समक्ष राखी, यदि ठेकेदारको लापरवाही, ठेकेदारको कमजोरी हो भनेदेखि त्यो ठेकेदारलाई कालो सूचीमा राख्ने खालको एउटा वातावरण बनाउनु पर्यो, खोजेर कहाँ हो समस्या त्यस्तो। र अब माननीय ध्रुव राईजी पनि हुनुहुन्छ, उहाँ यता सङ्घ सभाबाट हाम्रो पुनर्प्रसाद हुनुहुन्छ, तपाईँहरूको कोर्डिनेसनबाट, तपाईँहरूको एकताबाट, दुवैजनाको सल्लाहबाट त्यो पुललाई चाहिँ जति सक्दो चाँडै निर्माण गरिदिन हुनको लागि र त्यसको